सो गाइज के तपाईँको खल्तीमा पनि 20,000 छ भने म तपाईँलाई बेस्ट फोन रिकमेन्ड गर्न चाहन्छु अन्डर 20K इन नेपाल। सो नम्बर फर्स्टमा रहेको छ Vivo Y21D। यसमा तपाईँले पाउन सक्नुहुन्छ 6.68 इन्चको डिस्प्ले प्लस 90 हर्ट्जको रिफ्रेस रेट। यसै गरी यसको रियर क्यामेरा भने 50 मेगापिक्सलको छ भने फ्रन्ट क्यामेरा चाहिँ 5 मेगापिक्सलको छ विथ पन्च होल डिस्प्ले। यसमा इन्ट्रेस्टिङ कुरा के छ भने यसको ब्याट्री लाइफ चाहिँ 6500 मिलियम पावरको छ विथ 44 वाट फास्ट चार्जिङ र यसको चार्जर चाहिँ बक्समै आउँछ। यसै गरी यो फोनमा चाहिँ युनिसफ्ट टाइगरको प्रोसेसर दिएको छ र यसको प्राइस भने NRS 21,500 रहेको छ बेस भेरिएन्टको। हाम्रो लिस्टमा नम्बर 2 मा रहेको छ मोटो G35। यो फोनमा तपाईहरू 6.72 इन्च IPS LCD स्क्रिन प्लस 120 हर्ट्ज रिफ्रेस रेट पाउन सक्नुहुन्छ। त्यसै गरी क्यामेरा भने यसको ब्याक क्यामेरा भने 50 मेगापिक्सल मेन र 8 मेगापिक्सल अल्ट्रा वाइड छ। त्यसै गरी फ्रन्ट क्यामेरा भने 16 मेगापिक्सलको छ विथ पन्च होल डिस्प्ले। ब्याट्रीको कुरा गर्दा यसमा 5000 मिलियम पावरको ब्याट्री छ विथ 18 वाट चार्जर। यो फोनको प्रोसेसर बेस छ युनिस्कोमा र यसको अफिसियल प्राइस भने 19,000 छ नेपालमा बेस भेरिएन्टको। सो हाम्रो थर्ड लिस्टमा रहेको छ ग्यालेक्सी Z7। यो फोनमा तपाईहरू पाउन सक्नुहुन्छ 6.7 इन्चको PLS LCD प्लस 90 हर्ट्जको स्क्रिन। यसको क्यामेराको कुरो गर्नुपर्दा यसको रियर क्यामेरा भने 50 मेगापिक्सल मेन र 2 मेगापिक्सल म्याक्रो रहेको छ र फ्रन्ट क्यामेरा भने 8 मेगापिक्सलको रहेको छ। ग्यालेक्सी A07 को प्रोसेसर चाहिँ मिडियाटेकमा बेस छ। त्यसै गरी यसको ब्याट्री भने 5000 मिलियम पावरको छ र यसको प्राइस भने 16,000 छ बेस भेरिएन्टको। त्यसै गरी हाम्रो फोर्थ लिस्टमा छ Redmi 15। सो यो फोनको डिस्प्ले चाहिँ 6.9 इन्च IPS LCD स्क्रिन प्लस 144 हर्ट्ज रिफ्रेस रेट छ। यसको रियर क्यामेराको कुरो गर्नुपर्दा 50 मेगापिक्सल मेन विथ अक्सिलरी लेन्स छ। त्यसै गरी फ्रन्ट क्यामेरा भने 8 मेगापिक्सलको रहेको छ विथ पन्च होल डिस्प्ले। त्यसै गरी यसको चिपसेटको कुरा गर्नुपर्दा यो चाहिँ स्न्यापड्र्यागनको चिपसेटमा बेस छ। त्यसै गरी यसको ब्याट्री भने 7000 मिलियम पावर विथ 33 वाट फास्ट चार्जिङ छ र यसको प्राइस भने 19,000 छ बेस भेरिएन्टको। सो हाम्रो लास्ट लिस्टमा रहेको छ इन्फिनिक्स हट 60 प्रो। यसको ब्याट्री भने 5060 mAh को छ विथ 45 वाट फास्ट चार्जिङ। यसको रियर क्यामेरा र फ्रन्ट क्यामेरा हेर्न सक्नुहुन्छ। यसको प्रोसेसर भने मिडियाटेकमा बेस छ जुन तपाईँ हेर्न सक्नुहुन्छ र यसको प्राइस भने 20,999 छ नेपालमा बेस भेरिएन्टको।